नमस्ते सम्पूर्णमा। एनपिएलमा सुदूरपश्चिम रोयलको दबदबा। हालसम्म 19 खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। सुदूरपश्चिम 2 खेल अगावै अपराजित रही प्ले अफमा आफ्नो स्थान सुरक्षित बनाएको छ। साबिक उपविजेता समेत रहेको सुदूरपश्चिमले 5 खेलमा 10 अङ्क जोडेर शीर्ष स्थानमा छ। पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई 29 रनले, दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई 18 रनले, तेस्रो खेलमा कर्णाली एक्सलाई 42 रनले पराजित गर्यो। त्यस्तै चौथो खेलमा लुम्बिनी लायन्सलाई 4 विकेटले, पाँचौं खेलमा जनकपुर बोर्डलाई 6 विकेटले पराजित गर्दै आफ्नो प्ले अफको यात्रा तय गरेको हो। अब डिसेम्बर 24मा अर्थात् भोलि बिहिबार चितवन राइनोसँग प्रतिस्पर्धा गर्दैछ भने डिसेम्बर 26 अर्थात् शनिबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। विराटनगर किङ्स भनेको सुदूरपश्चिम रोयलको प्रमुख दावेदार पनि हो। लेट्स गाइड सुदूरपश्चिम रोयल्सलाई सपोर्ट गर्न सबै मैदानमा पुगौँ, मैदान यल्लोमय बनाऊ। नमस्ते।